हेलो एभ्रिवान, म काम्या। स्वागत छ हजुरहरूलाई फेरि मेरो अर्को नयाँ भिडियोमा। र आशा गर्छु हजुरहरूलाई राम्रो लाग्छ भनेर, किनभने धेरै दिनपछि म एउटा भिडियो दिँदैछु। र जहिलेको जस्तै अब घरको कामहरू गर्न यताउता कपडाहरू मिलाउन ओर्न थियो। बिहान उठेर र धुनालाई भनेर पनि कपडा थियो र दुईवटा निकालेँ धुलाउनको लागि। र त्यसको पछि फेरि म यता पिताजीको बेड मिलाइदिनु भन्दै आएँ भित्र र पिताको बेड मिलाउन थालेँ। मिलाइदिएँ जल्दी गरेर गाइस, किनभने आज मलाई स्कुल पनि जान थियो। स्कुल त अब क्लास त हुन थालेको छैन, नयाँ सेसन स्टार्ट भएको छैन, तर त्यही पनि जानुपर्छ। एडमिसनहरू भइरहेछ नि त, त्यही भएर जान भन्दै छिटो गर्न थालेँ बिहान काम। र म हतार झाडुसारू पनि गर्दै थिएँ गाइस। छिटो गरेर जानु पर्यो। 8:30 बजे निक्लिन्छु भनेर सोच्दै थिएँ। अब कपडा धुलाउन पनि थियो भनेर ढिलो हुन्छ भनेर पुरा छिटो गरिरहेको थिएँ। अब र कपडाहरू भिजाइदिन्छु। कपडाहरू भिजाइदिएको पछि नुहाउँछु भन्दै अनि भिजाइदिएर त्यसको पछि म नुहाइधुवाइ गरेँ। नुहाइधुवाइ गरेको पछि आएर हल्का कपाल पुछ्न थालेँ। र त्यसको पछि टिभी अन गरेर एकछिन बसेँ। टिभी हेर्न मन लाग्छ नि त गाइस। उता मम्मी ब्रेकफास्ट रेडी गरिदिनु हुँदै थियो र म चाहिँ टिभी हेरेर बसिरहेको थिएँ यताउति। अब र टिभीमा सिग्नल पनि थिएन र यता मम्मीले ब्रेकफास्ट पनि ल्याइदिनु भयो। चाय र रोटी अनि टमाटरको चटनी थियो। र त्यो नास्ता गरिसकेको बाद मेरो कपडा धुलाएर म सुकाउन भन्दै आएँ गाइस। डर लागिरहेको थियो, घाम त त्यति राम्ररी लागेको थिएन, तर त्यही पनि अब सुकाइदिएँ। र यता कति राम्रो फुल फुलेको छ हेर्नु न गाइस। त्यो फुल हाम्रो गाउँमा फर्स्टचोटि फुलेको नि त, त्यही भएर तपाईँलाई देखाउन मन लाग्यो गाइस। र यता म छिटो आएँ, कपडा निकालेँ। अब जानुपर्छ नि त स्कुलमा। र अहिले त स्कुलमा साडी लाउनु पर्दैन, नभए त अरू बेला त साडी लगाएर जानुपर्छ क्लास हुन थालिसकेपछि। अहिले त एडमिसन चल्दैछ अनि बुक्सहरू दिनुपर्छ, त्यही भएर यस्तै नर्मल लुगा लगाएर जाँदा नि हुन्छ। र यता यहाँ म रेडी हुन थालेँ। र यहाँ लिप ग्लोस आफ्नो कालो टिका लगाएर रेडी भइरहेछु। त्यो लगाइसकेको पछि कपाल गर्न थालेँ। कपाल धोकी थिएँ नि त गाइस, हेर्नु कति झर्छ। कपाल नुहाएको दिन त नि नभन्नु न, कस्तो झर्छ गाइस। तपाईँहरूलाई कसैलाई हेयर माने मिन्स अब के भन्नु, हेयर ग्रोथमा मलाई बहुत लम्बा गर्न मन लागेको छ त चुल। त्यही टिप्स दिन सक्नुहुन्छ भने प्लिज दिनु न गाइस। र यहाँ रेडी भएर म राम्रै भएर देखाइरहेको थिएँ अब आफूले, के भन्ने घडी पनि लगाएँ भन्दै। र रेडी भइसकेको पछि अब आफ्नो हेलमेट चाबी निकाली ओरेर पापा पेन्ट गरिराख्नु भएको थियो। प्लाइवुड सिलिङ लगाउन पनि ल्याएको छ नि त घरमा। र स्कुल पुगेपछि स्कुलको यही हो, बुक्सहरू दिन यही सब गर्न थियो र दिइराख्नु भएको छ सर म्यामहरू। यहाँ म भिडियो गरिरहेको थिएँ, यहाँ पुच्चीसँग खेलिरहेको थिएँ। हाम्रो म्यामको छोरी हो केटी, साह्रै मिल्छ कि मसँग। अनि त्यहाँबाट स्कुलबाट घर आइपुगेँ गाइस। घर आइपुगेको पछि आफ्नो सामानहरू राखेँ र फ्रेस भएँ। कपडाहरू चेन्ज गरेको पछि बसेर यहाँ पानी पिउन थालेँ। पानीहरू पिलाएको पछि खानासाना खाएँ ओरेँ, एकछिन बसेर यता पापा यहाँ रङ लगाइराख्नु भएको थियो पिता अब प्लाइवुडमा। र यो हाम्रो पुरानो घर हो गाइस, हेर्नु यो नयाँ फुल फुलेछ। र हाम्रो पुरानो घर यस्तो छ गाइस। त्यो मुसुरी लगाएको चाहिँ के भनेर नसोच्नु, त्यो हाम्रो कुखुरा राख्ने घर हो गाइस। र यहाँ मिस्त्री काम गर्नलाई खाना दिइराख्नु भएको छ। र यहाँ म दबाई खाएँ गाइस। मेरो दबाई छ एउटा खाने त, त्यही खाएँ। र दबाई खाएको पछि रेस्ट गरेँ एकछिन। र आएर म पनि काममा लाग्न थालेँ। अब पिता पेन्ट लगाइराख्नु भएको थियो, अरू पनि काम थियो नि त। अनि पिताले अब त गर भन्नुभयो र अनि म गर्न थालेँ। यसै पनि अब काम थिएन त्यस्तो के गर्नलाई, र गरिदिँदै थिएँ अब पिताको हेल्प। र पिता चाहिँ सुकिसकेको भित्र उठाएर लिएर जानु हुँदै थियो। पिताले 10वटा जतिमा लगाइसक्नु भएछ। र यसै त 40 पिसेस थियो, अरू चाहिँ मैले नै लगाएर कम्प्लिट गरेँ भन्दा नि हुन्छ गाइस। यता म लगाइरहेको छु। र लगाएको बिचमा एकछिन फेरि मम्मी यता दाना पकाउनु हुँदै रहेछ र त्यता गएँ। र यता हाम्रो बारी हेर्नु गाइस, मकै बारी
कस्तो मजा भएको छ म कहीँ पानी परेर अहिले राम्रो हुन थाल्यो कि अनि फेरि म चाहिँ बरन्डामै लिएर आएँ कि लगाउन सामानहरू बरन्डाबाट निचे लिएर जानु पर्छ नि त लगाउनलाई गलेँ कि बेसी नै अनि त्यसपछि यति सजिलो हुन्छ भने सामानहरू चाहिँ लगेर जगाड गरेर त्यही गरेर लगाएर आइछु गाइस कम्प्लिट भयो 5 बज्यो बेलुकाको टक्कै 5 बजेर पारै भयो कम्प्लिट गर्नलाई त्यही र कम्प्लिट गरिदिएँ गाइस एककोट लगायौँ अब र यो गरिसकेपछि फेरि शाममा कपडाहरू धुलाएको थियो ती नै मिलाउन थालेँ कपडा मिलाउन नि कस्तो गाह्रो जस्तो लाग्छ नि हो गाइस के भन्नु मिलाउनै पर्छ गर्नै पर्छ धोएपछि गन्धमा नि बस्न मन लाग्दैन र आजको भिडियो म यतिमै एन्ड गर्दैछु गाइस के कस्तो लाग्यो भन्नु होला र फेरि भेटौँला अर्को भिडियोमा बाइ बाइ